नमस्ते हजुरहरू काठमाडौँ सुन्दरा दरारा वरिपरिको दृश्य देख्नुभएको छ र यहाँ हालसालै यस महानगरले पार्किङ खुल्ला गरेको छ र यहाँको पार्किङ के कस्तो छ भनेर यस नयाँ भिडियो लिएर आएका छौँ। दरहराको यस बेसमेन्टमा रहेको पार्किङ देख्दै हुनुहुन्छ र यहाँ अहिले हालसालको लागि टु व्हिलर बाइक तथा स्कुटरहरूको लागि मात्र पार्किङ ओपन गरिएको छ भने फोर व्हिलर गाडीहरू तथा कारहरूलाई पार्किङ ओपन गरिएको छैन र यहाँ देख्दा निकै भिड देखियो र यहाँ यस दिउँसोको टाइममा पनि यस पार्किङ क्षेत्रमा निकै नै अँध्यारो देखियो किनभने यहाँ लाइट जडान भएको छैन र बाहिरपट्टि धरहराको कुरा गर्दा काम अगाडि बढिरहेको छ तर कहिले सम्पन्न हुने भन्ने जनमानसमा कसैलाई जानकारी छैन र यस कम्पनीहरूलाई पनि जानकारी छैन यो कहिले यहाँको काम सम्पन्न हुने हो भनेर र देख्दै हुनुहुन्छ यस बेसमेन्टमा टु व्हिलरको पार्किङ ओपन गरिसकेको छ भने यसमा लाइटको निकै नै समस्या देखियो र अँध्यारो रहेको छ। यो यस फ्री पार्किङबाट यस काठमाडौँका मानिसहरूलाई निकै नै लाभ हुने आशा गरिएको छ र हेर्दै जाउँ यहाँको पार्किङले यस न्यू रोड क्षेत्र तथा वरिपरिका ठाउँहरूमा के कस्तो सहजता हुनेछ। साथै हजुरहरू हाम्रो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्दछ, कमेन्ट मार्फत विभिन्न विषयमा जानकारी गराउनुहुन्छ भन्ने आशा गरेका छौँ। साथै हामीलाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला जसले गर्दा नयाँ नयाँ भिडियो बनाउन हामीलाई हौसला मिल्नेछ। साथै भिडियो हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।